जय माटो जय गण सरी जय गण लोकतान्त्रिकबाट नै समाजवादी नै अगाडि लिने मान्छे 30 वर्ष हजुर 30 वर्षमा मैले 4 वटा हजुर योभन्दा पहिला केमा हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसबाट अहिले यस्तो माटोमा जानु भएको छ काङ्ग्रेस हुँदा के गर्नुभयो केही दिनु सक्नुहुन्छ के दिनुभयो काङ्ग्रेस हुँदाखेरि अरूले केही सोध्न पर्दैन हजुरले यो मान्छे काङ्ग्रेसले भ्रष्टाचार त गर्नुभयो है देशलाई कङ्गाल बनाएर छाड्नुभयो हजुरले यो मान्छे भएको मान्छेले मसँग भोट माग्यो हजुर हजुर त यहाँ हुन्छ नि यही हो म मुकुन्द कार्की मुकु भन्ने यो कस्तो मान्छे रहेछ हजुर यसले माग्यो मसँग एकचोटि राम्रो छ कि छैन अनि तपाईँको पार्टीको मान्छे भन्दा राम्रो छ कि छैन स्वभाव अनि राम्रो छैन भने मलाई थाहा त्यति चाहिँ हेरिस त्यति चाहिँ हेरिस भने नि तपाईँको विचार मनले मलाई तपाईँले के अरे प्रेसरले नदिनुहोस् मनले म यो राम्रो छ म तपाईँको मनले भने मात्रै दिनु छाती खोलेर भोट आओस् एक भोट आओस् तर त्यो मायाको होस् त्यो चाहन्छु जय माटो जय गण सरी जय गण होइन आफ्नो आफ्नो चोइस हो होइन छुट्टै छ मेरो छुट्टै छ होइन अहिले नयाँलाई हेरौँ न त जिएनजी सबै जिएनजी भने हामी पनि जिएनजीकै बाबुआमा त हो होइन कति बच्चाहरू मरे एकचोटि हेरौँ न त हामीले के भयो त परिवर्तन हजुरले पनि गर्नु न एकचोटि होइन म फेरि एउटा व्यक्ति उहाँ सपोज उहाँ राम्रो हुनुहुन्छ भने उहाँले जितेर देश बनाउन सक्नुहुन्न नि त उहाँको बहुमत छैन नि त त्यसलाई पनि पुष्टि गर्छु म चाहिँ म सिङ्गल होस् यो क्षेत्रको प्रतिनिधि म हो हजुर तपाईँको प्रतिनिधि म हो तपाईँले मलाई मायाले भोट दिएको तपाईँको दुःखमा सडकमा सुत्ने म मात्रै नेता हुन्छु काठमाडौँमा म सदन चाहिँदैन कुनै नेता ओडालसित चाह्यो भने पनि त्यो जनताले विकास गर्न सकिन्छ त्यसलाई श्रमबाट गरौँ न तपाईँ म मिलेर श्रमबाट गरौँ न श्रम गरेर गरौँ न यसो गरौँ भने तपाईँ सल्लाह दिनुहोस् म त्यसै अगाडि बढ्छु यसरी विकास हुने हो नि त हामीले सङ्घको मात्रै आशा गर्नु हामीमा पनि हिम्मत हुनुपर्छ हामीले पनि मिलेर गर्नुपर्छ मिलेर गरेर के हुँदैन समस्या कुनैको समस्याको पनि विकल्प नभएको समस्या हुँदैन त्यसलाई निर्वाह गर्ने कुन पद्धति भन्ने मात्रै थाहा पाउँदैन होइन अहिलेसम्म भिजन भएको चाहियो कि ढुङ्गा माटो मात्रै बोकेर भएन कि म्याम ढुङ्गा माटो मात्रै बोकेर जाँगरियो त्यो होइन कि ढुङ्गा बोकेर कहिले देशको विकास हुँदैन म्याम चाहियो नीति चाहियो नीति चाहियो नीति बनाएर उहाँ जस्तो मान्छे है सपोज मानौ होइन उहाँ जस्तो पढ लेखेको एजुकेट मान्छे चाहियो ढुङ्गा बोकेर कहिले देशको विकास हुन्छ म्याम यही हो सर हामी डिबेट गरेर माइक नगर्नु होला आफ्नो लोकतन्त्रमा सबै जाहेर हुन्छ आफ्नो इच्छा हो आकाङ्क्षा हो